हेलो साथीहरू, स्वागत छ है आज पनि तपाईहरुलाई यस च्यानलमा। आज भने हामीले कुकुर दाइनेको जंगली सब्जी पनि भन्छ यसको विषयमा चाहिँ आज हामी कुकुर दाइने जंगलमा गएर टिप्ने अनि ल्याउने घरमा बनाउने तरकारी खाने। ल जंगलमा हिँड्नुपर्छ, खाजाहरु पनि कति पाइन्छ ल हेर्नुस्। खाना त दिन्छु, एक धारी मासु जोखिदिन्छ नि त। फेरि यसले तानेपछि मासु लत्ते लगिदिन्छ यसको काँडाले। ल हेर्नुस्, टिप्न त सकिएन नि, कति छ यहाँनिर रहेछ एउटा ठुलो रहेछ यहाँ। सेलो के हो हैन? ल वान्सपट यता आऊ त, फोटो खिचौँ। वाउ, यत्रो धेरै। कति 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 छाक हुन्छ यो? दुई छाक है। सिस्नुले चिल्दैन है त्यसरी बोक्दा? ल यहाँ रहेछ, यो पनि लगा त है। ओइ ल स्यो आस्यो अब कुकुर दाइने। ल हेर्नुहोस्, सबैभन्दा ताकतिलो तरकारी भित्र पर्छ यो। त्यो जंगलमा पाइन्छ है। हेलो, यहाँ भित्र टिप्दै हुनुहुन्छ। आओ उहाँ पनि रहेछ। ल यहाँ राखौँ है, यहाँ राखौँ, जाउँ टिप्नु अर्को। ल कति रहेछ हौ? यो साइडमा त धेरै छ नि त। ल हेर्नुहोस्, टिपेछौ? अब कति टिपिरहेको छु मैले, हेर न, एक बारी पुगिसक्यो। ए ल साथीहरू, एकदम कञ्चन हो पानी यो। ए मुना यहाँ रहेछ नि त यत्रो। हेर्नुहोस् त मुना, यी यस्तो दामी हुन्छ यो, बिचमा ट्वाक्क भाँच्ने। अलिक मैले माथि नि खेर जाने गरी भाँचेँ क्या। वाउ, सबले भाँचेर लगिसकेछ। मरमसला पुरै उहरू पुऱ्याएर खानुपर्छ यसको। उल्छाउने सक्लक्क मसला बनाउने, टक्क खाने। यसले यता राखौँ है। ल हेर्नु, यस्तो हुन्छ क्या। आओ ल हेर्नुहोस्, त्यसरी बटारेर जान्छ हौ। खुल्ला फात
पात लाग्दा यस्तो हुन्छ। अवश्य बजारमा पनि बेच्न कसैले ल्याउनुहुन्छ चाहिँ नि एक छाक तपाईँ किनेर चट्ट बनाएर केलाएर खानुहोस् है, राम्रो हुन्छ है। प्रेसर हाई हुनेहरूको लागि चाहिँ यो धेरै राम्रो। ल ल हेर्नुहोस् के हो यो पातले सिस्नु पनि हो। हैट भिटामिन यार आज त तरकारी। निगुरो चाहिँ छैन, निगुरो ल साथी यति दामी छ नि। Wow. कुकुर दाइनेको दाना पनि हुन्छ साथीहरु, यस्तो हुन्छ यी दाना। तर यसको खासै उपयोगिता चाहिँ हुँदैन, यो अमिलो हुन्छ खाँदाखेरि, अलि पाएको छैन। मेन चाहिँ भनेको यसको हामीले अहिले खाने अत्याधिक मात्रामा यो काजु भन्दा पनि तेजिलो हुन्छ है साथीहरु। ल साथीहरु यो हो कुकुर दाइने। यस्तो हुन्छ साथीहरु। यसको चाहिँ चट्ट केलाएर यहाँबाट केलाउनु पर्छ यसरी सुई यी केलाएर खानुपर्छ। यसको तरकारी बीचमा चिरेर पनि यसमा धेरै जसो रियल लिगामेन्ट हाम्रो जोड्नेहरुमा लिगामेन्ट सुक्दै जान्छ नि, हो त्यस्तोको लागि यो काम गर्छ यसले चाहिँ। आरो शम्भु सर म्याडम अनि छोरी पनि आउनु भएछ। यो के भन्छ कुकुर दाइन हैन सर यसलाई कि कुकुर के भन्छ? राको मासुसँग सबैभन्दा बेस्ट। राको मासुसँग कहाँ खान्छौ? के आइसले टिप्न आउनु भयो? भन्छ पहिले यत्रो भइसकेको है, गोविन्द त झन् ठुला भइसक्यो। खायो भोलि पनि उता काठमाडौँ जाँदैछ अनि लगेर जाने अरे के काठमाडौँमा त यता हेर्नु त कस्तो दामी छ हो नि त। हो नि त कति हामीले एक धार्मिक टिप्न आँट्छ।
छ हेरौ कहाँ सब्जी छ खाना लागि वा उरै छ यति कि मलाई रात पनि भाइ खै खाएको कहाँ छ माथि हुन्छ हा वाउ र छ ए माथि गइसकेको रहेछ यहाँ रहेछ यसलाई भन्छ है साथी कुर्दा नि हेर्नुहोस् यस्तो हुन्छ ल त्यो भाषा बस्ने यसको मुना यो छोडिदिउँ कहाँ छ वाउ मुन्टे हो त्यो सबै ए ल त पसिना देखाइदिनु यहाँ पसिना त्यो पसिना पसिना रे वाउ एकैचोटिमा यसरी टिप्ने सपक्कै खाइदियो खाइदियो वाउ ल धेरै खाने होइन नि यो पनि फेरि ल चितो हुन्छ होला हौ तिमी नटिप्ने हो म आफै टिप्छु
त्यस्तो मसिनो त नदी पनि नपसल्की बढ्छ क्या बढेर यहाँ काँडा घाडी मात्र बनाउँछ यो डनी ए तर मिठो त यिनीहरू नै हो नि हो ल वाउ अलिक भएकोतिर चाहिँ तेर्छ नि त क्यामेरा चाहिँ होइन खै ऊ माथि छ ऊ हेर त जानु